आज धेरैजना युवाहरू चाहिँ फरक फरक विशेष गरी सङ्गीत मार्फत है पहिचान खोजिरहेका हुन्छन् कि होइन पपुलरिटीको लागि। तर हजुरले चाहिँ विशेष गरी त्यो सबै कुरोलाई त्यागेर यो कुरोलाई रोज्नुभयो। हजुर। आज यस्तो व्यक्तिहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? जतिजना युवाहरू हुनुहुन्छ होइन प्लेटफर्म खोजिराख्ने पपुलरिटी हुने खोज्नेहरूलाई तपाईँको सन्देश के छ? मेरो सन्देश चाहिँ अब जति पनि युवाहरू हुनुहुन्छ, जति पनि जवानहरूले हेरिरहनु भएको छ, म तपाईँहरूलाई एउटै सल्लाह दिन चाहन्छु, एउटै उत्साह दिन चाहन्छु कि प्रभुको लागि तपाईँहरूले गाउँदै गर्दाखेरि, हामीले गाउँदै गर्दाखेरि चाहिँ हामीले पपुलरिटीको लागि गाएको हुँदैनौँ। हजुर। प्रभुतिर हाम्रो ध्यानलाई हामीले केन्द्रित गरिरहेका हुन्छौँ, प्रभुलाई नै महिमा गर्ने कामहरू हामीले गरिरहेका हुन्छौँ। अनि मेरो आफ्नै गवाई भन्नुपर्दाखेरि मलाई धेरैजनाले उत्साह पनि दिनुहुन्थ्यो, यस्तो कम्पिटिसन्सहरूमा चाहिँ भाग लिनु भनेर दिनुहुन्थ्यो। तर मलाई चाहिँ कस्तो लाग्थ्यो भने यो मेरो वरदान मलाई प्रभुले दिनुभएको यो कुराहरू त प्रभुको लागि हो, यो त मैले मानिसहरूको बिचमा चाहिँ एउटा पपुलरिटी कमाउनको लागि भन्दा पनि प्रभुको लागि गरेको हो भन्ने कुराहरू चाहिँ मेरो हृदयमा हुन्थ्यो। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने जब हामी प्रभुको लागि गाउँदै गर्छौँ, हामीलाई प्रभुले दिएको गिफ्टलाई हामीले युज गर्दै गर्छौँ, चलाउँदै गर्छौँ, प्रभुको समयमा प्रभुले हामीलाई आफै उचाल्नु हुँदो रहेछ। यो चाहिँ मेरो आफ्नै जीवनको गवाई हो। मैले फेसबुकमा गीतहरू गाएर हाल्थेँ, मलाई गिटारहरू बजाउन भर्खरै सिकेको थिएँ। कतिजनाले त के भन्नु त्यसलाई हाँस्नुहुन्थ्यो क्या मैले गिटार बजाएको देखेर। कतिजना भाइ बहिनीहरू हाँस्नुहुन्थ्यो, अब उडाउनुहुन्थ्यो। तर पनि म जानी नजानी पनि बजाएर म हाल्थेँ, किनभने मलाई मन पर्थ्यो, गाउनु बजाउनु मन पर्थ्यो, प्रभुको लागि गाउँथेँ, हाल्थेँ। तर त्यही गर्दै गर्दाखेरि नै प्रभुले कुन समय कति बेला चाहिँ प्रभुले मलाई एउटा ठाउँ दिइसक्नु भएको रहेछ मलाई थाहै भएन। अनि अहिले पनि यो पोडकास्टमा आउँदै गर्दाखेरि म प्रभुलाई धन्यवाद दिन्छु। यो सबै कुरा चाहिँ प्रभुबाट आएको कुरा हो, उहाँले नदिनु भएको मैले यो कुराहरू पाउँथिनँ। अनि उहाँको समयमा चाहिँ प्रभुले आफ्नो समयमा चाहिँ हरेक मानिसलाई उहाँले उचाल्नुहुन्छ। आमेन। तपाईँले जुन कुरो रोज्नुभयो त्यो चाहिँ एकदमै असल कुरो रोज्नुभएको छ। किनभने आज धेरैजना मानिसहरूले त्यो कुरोलाई रोज्दैन के। आज म देख्छु हाम्रो युथ भाइ बहिनीहरू राम्रो गीत गाउनुहुन्छ, राम्रो बजाउनुहुन्छ होइन, तर पनि उहाँहरूले त्यो प्लेटफर्महरू खोजिरहेको छ कि कताबाट चाहिँ अब आफ्नो पहिचान खोज्दै जाँदाखेरि कहिलेकाहीँ हुनसक्छ अब हामी सर्ट टर्मको लागि पपुलर होला होइन, भाइरल होला, तर सदाको लागि हुन सकिँदैन कि सकिँदैन। अनि कस्तो पनि लाग्छ भने मलाई चाहिँ संसारको पपुलरिटी चाहिँ केही दिनको मात्रै हो, केही दिनको लागि। अब हामी हेर्छौँ भने कुनै पनि गीत सङ्गीतहरू भाइरल हुँदै गर्दाखेरि हेर्नुहोस् त्यसको अवधि भइरहेको हुन्छ कि केही समयसम्म त्यो कुराहरू को फेमस भइरहेको हुन्छ। उहाँभन्दा राम्रो गाउने, उहाँहरूभन्दा राम्रो कला भएको मानिसहरू आयो भने त्यो सबै कुरा हराएर जान्छ कि। तर प्रभुको राज्यमा त्यस्तो हुँदैन। एक्ज्याक्टली। अनि यो चाहिँ हामीले गर्दै गरेको कुराहरू चाहिँ अनन्तको लागि हो। हामीले गर्दै गर्दा, हामीले गाउँदै गर्दा चाहिँ मानिसहरूको जीवन परिवर्तन भइरहेको हुन्छ अनि गवाईहरू बनिँदै गइरहेको हुन्छ कि। अनि यो जस्तो ठुलो कुरा चाहिँ अरू केही पनि होइन। अनि संसारको पपुलरिटी चाहिँ केही दिनको छ, तर हामीले गर्दै गरेको प्रभुको यो सेवा र यो काम चाहिँ अनन्तको भएको कारणले गर्दाखेरि चाहिँ मेरो जोड चाहिँ, मेरो फोकस चाहिँ मलाई संसारतिरको कुनै पपुलरिटी मलाई चाहिएको छैन, मलाई केही पनि चाहिएको छैन। मलाई प्रभुको लागि गाउनु छ। अनि मैले गाउँदै गर्दा एकजनाको मात्र पनि जीवन परिवर्तन भयो भने मेरो लागि त्यही सबैभन्दा ठुलो कुरा हो। त्यही नै हो। मैले खर्च गर्ने, हामीले गीतहरूको लागि खर्च गर्ने भनेको नि एकजनाको आत्मा भयो भने बाँचोस् अथवा एकजनाको जीवन भयो भने परिवर्तन होस्। हाम्रो चाहिँ उद्देश्य त्यही नै हो। अहिले पनि त्यो सोध्ने आँट छैन भन्ने गीतमा कमेन्टहरू आउँछ, मानिसहरूले भन्नुहुन्छ मेरो विश्वासको यात्रामा यो गीतले सहायता गरेको छ। म विदेशमा छु, यो गीतहरू सुन्दै गर्दा जति साह्रो दुःखहरू भए पनि प्रभुको दुःखको अगाडि त केही होइन रहेछ भन्ने जस्तो लाग्छ मलाई भनेर कमेन्ट गर्नुहुन्छ। अनि कति नन क्रिस्चियनहरूले पनि कमेन्ट गर्नुहुन्छ कि म हिन्दू हो तर पनि मलाई यो गीत मनपर्छ भनेर कमेन्ट गर्नुहुन्छ। अनि त्यो कुराहरूले चाहिँ एकदमै उत्साह। यो गीत विशेष गरी मलाई पनि साह्रै मनपर्छ क्या। त्यो अगाडिको त्यो छ नि कोरस नै धुनै मनपर्छ क्या। अलिकति गुनगुनाइदिनुहोस् न। हो
छैन कति गुरु त्यो क्रुस तपाईले बोक्नुभयो वा कल्भरीको बाटो धर्मराउँदै कति चोटि लड्नुभयो सोध्ने आँट छैन कति गुरु त्यो क्रुस तपाईले बोक्नुभयो वा कल्भरीको बाटो धर्मराउँदै कति चोटि लड्नुभयो वाह, साह्रै मिठो।